साथीहरू हामी यो छोटो क्लिपलाई हेर्छौँ र हर्क साम्पाङले दुम्लिङमा बनाउनु भएको झोलुङ्गे पुलको बारेमा तपाईलाई के लाग्छ कस्तो लाग्छ तपाईले कमेन्टमा लेख्न सक्नुहुन्छ। हर्क साम्पाङजीले दुम्लिङमा बनाउनु भएको झोलुङ्गे पुलमा करप्सन त भएको छैन हैन, भ्रष्टाचार भएको छैन, तर अब फरक चाहिँ भयो के, त्यहाँ गल्ती भएन कि फरक भयो। जो त्यहाँको लागि झोलुङ्गे पुलको डिपिआर बनाएको थियौँ हामीले, त्यो चैतको महिनाको पहिलो हप्तातिर फागुन लास्टतिर बनाएको थियौँ हैन। त्यो पुलको टोटल कस्ट चाहिँ 48,65,000 हाराहारीमा हो त्यो टोटल प्रोजेक्ट कस्ट। अब त्यसपछि त्यही बेलामा इरान अमेरिकाको लडाइँले गर्दा तेल पेट्रोलहरू बढ्यो, फलामको भाइटमहरू ट्रान्सपोर्टेसनहरू बढ्यो, भाउ बढेको कारणले बढेर अलिकति 50-52 लाख 52-54-55 लाख बढीमा त्यतिसम्म पुग्यो त्यो। तर हाम्रो कहाँनिर फरक भयो भने त्यो पुल बनाउने बेलामा ल्याक अफ कम्युनिकेसन भन्छ क्या, कम्युनिकेसन ल्याकिङ भयो। धरानबाट आउने एक टिम भयो हैन, हामी जिल्लाको एक टिम भयो, हामी नेपाल सरकारको तर्फबाट समाज कल्याण हाम्रो टिम भनेको नेपाल सरकारको ब्यास गाउँपालिकाको तर्फबाट विहङ्ग गर्छ हामी। र त्यो पुल बनाउँदा कति राम्रो हो, एउटा नयाँ तपाईँले उहाँको संस्थाले गर्ने काममा नेपाल सरकारसितको सहकार्यमा समन्वयमा गाउँपालिकाको वडा कार्यालयको पुरा पूर्ण सहयोग जुटाएर कोअर्डिनेसन कम्युनिकेसन गरेर त्रिपक्षीय एग्रिमेन्ट गरेर गरेको चलाएको प्रोजेक्ट हो नि त्यो पुल। र नेपाल यो पनि हो, तपाईँलाई म भन्छु नेपालको इतिहासमा त्यति दुर्गम दार्चुला जिल्लाको ब्यास गाउँपालिकाको दुम्लिङ काँठा दुम्लिङ, जहाँ गाडी मोटर केही नपुगेको जनताले बोकेर पिठुमा बोकेर सामान लगेर बनाउने ठाउँमा 84 दिनमा 77 मिटर लामो 1.6 मिटर यो वाक हिँड्ने यो वाकवे भएको, अनि 24 मिटर फ्री फल्ड भएको यति ठुलो पुल 84 दिनमा बन्नु भनेको नेपाल अधिराज्यकै लागि पहिलो रेकर्ड होला। तर त्यसमा रिसर्च खोजी कसले गर्छ र अब त्यहाँ हैन, यहाँ त विरोध गर्ने फुर्सदिलाहरू बढी भन्दा काम गर्ने मान्छे नभएको र फुर्सदिला बढी भएको हुनाले विरोध गरिरहेको कुरा हो। अब जहाँनिर हामीले 84 दिनमा 77 मिटर लामो पुल दुम्लिङमा बनाउनु भनेको सबैले त्यहाँ सलाम गर्ने सम्मान गर्ने हो क्या, धन्यवाद दिनुपर्ने हो त्यो अवस्थामा। तर मैले जतै तपाईँहरू जस्ता अरूले मलाई सोध्छन्, तर यहाँनिर एउटा विडम्बना के भयो भने हर्क साम्पाङ राईको घरमा जन्मेर बिग्रे के। उहाँ राईको घरमा नजन्मेर एउटा सम्भ्रान्त परिवार अब हुने खाने परिवारको घरमा जन्मेको भए उहाँको कामको धेरै राम्रो प्रशंसा मूल्याङ्कन हुन्थ्यो, सबैले हाई हाई गर्थे। तर यो सतीले सरापेको देश, विधिको विडम्बना, यो देशमा राम्रो काम गर्नेको जस छैन क्या, राम्रो काम गर्नेलाई गुण जस दिने सकारात्मक सोच दिने हामी नेपालीको मन मस्तिष्कै छैन। हामी नेगेटिभ एटिच्युडबाट भरिएका हुनाले त्यो कसैले सोच्न सकेनौँ, त्यो दुःख हो। तर उहाँले मगर राईको घरमा जन्मिनु अपराध हो र? जातको जन्मको आधारमा कोही सानोको ठुलोको घरमा यो धर्ममा यो जातिको यो समुदायमा यो आस्था भएकोमा जन्मियो भन्नु अपराध हो र? त्यो त अपराध होइन नि जन्मिनु त। मान्छेको मूल्याङ्कन मान्छेलाई हेर्ने कुरा गुण र दोषको आधारमा, उसको कार्यको आधारमा, उसको क्रियाकलापको आधारमा, उसको बानी बेहोराको उसको सक्रियताको आधारमा मूल्याङ्कन हुनुपर्छ नि, पर्थ्यो नि। तर यो देशमा त्यस्तो हुँदैन क्या हजुर, यो त्यस्तो नहुने देश, साँच्चै सतीले सरापै पारेको देश हो भन्ने। ल साथीहरू, तपाईँलाई कस्तो लाग्यो यो बुवाको भनाइअनुसार तपाईँलाई कस्तो लाग्यो? दुम्लिङमा 77 मिटरको त्यति ठुलो पुल बनाउँदाखेरिमा चाहिँ र कयौँ मानिसहरूले सपोर्ट पनि गर्नुभएको छ, कति मानिसहरूले चाहिँ अब विरोध पनि गर्नुभएको छ। हजुरहरूलाई कस्तो लाग्यो यो भिडियोमा हेरेर तपाईँले कमेन्ट सेयर एन्ड सब्सक्राइब पनि गरिदिनु होला र तपाईँहरूको अमूल्य कमेन्ट चाहिँ गरिदिनु होला। थ्याङ्क यू फर वाचिङ।